हेलो एभ्रिवान, आज चाहिँ हामी सेट 8 गरौँ है त। ल बिएलई मोडल सेटको क्वेसन नम्बर 1 मा हेरौँ। हामीलाई दुईटा सेट दिएको रहेछ, सी र सेट डी छ। फर्स्टमा छ डिफाइन डिसजोइन्ट सेट भनेको छ। टु सेट्स आर सेट टु बी डिसजोइन्ट इफ देयर आर नो एनी कमन इलिमेन्ट्स। कुनै पनि इलिमेन्टहरू कमन भएन भने डिसजोइन्ट हुन्छ, कमन भयो भने ओभरल्यापिङ हुन्छ। सकियो। राइट अ प्रोपर सबसेट अफ डी। डीबाट डीमा हामीसँग के छ भन्दाखेरि YOU छ। यसबाट प्रोपर बनाउने भनेको यहाँ मध्येबाट कुनै एउटा दुईटा लिएर बनाउन पाइयो, तीनटै लिन चाहिँ पाइन। त्यो तीनटै लियो भने चाहिँ के हुन्छ, इम्प्रोपर सबसेट हुन्छ। भनेपछि वान प्रोपर सबसेट इज, मैले एउटा Y लिएर बनाएको छु, तिमीहरूले जति लिएर पनि बनाउन मिल्छ, तर तीनटै चाहिँ लेख्नु भएन है त, त्यो चाहिँ इम्प्रोपर हुन्छ। वाट मेम्बर्स अफ द सेट डी निड्स टु बी रिमुभ टु मेक द सी एन्ड डी डिसजोइन्ट भनेको छ। अब सी र डी कम्पेयर गरौँ। सी र डी अहिले ओभरल्यापिङ छ कि डिसजोइन्ट छ? हेर्दाखेरि के छ, ओभरल्यापिङ छ। किन भन्दाखेरि ओ यसमा के छ, कमन छ। हो, यो कमन चिजलाई हटाइदियो भने चाहिँ के हुन्छ त, त्यो डिसजोइन्ट हुन्छ। हो, त्यही भएर के लेख्नु मिल्छ, दिस ओ सुड बी रिमुभ फ्रम सेट डी। डीबाट ओ हटाइदियो भने टु मेक द सी एन्ड डी डिसजोइन्ट सेट। कमन चिजलाई हटाउने बित्तिकै के भयो त, डिसजोइन्ट भयो नि त। यति भए चाहिँ क्वेसन नम्बर 1 को एन्सर सिद्धियो। 2 नम्बरमा जाउँ। The age of the peoples are in years of a family are in ascending order are in ascending order are भनेर हामीलाई यहाँनिर एसेन्डिङ अर्डरमा डाटा दिएको छ र मेडियन दिएको छ। मेडियन 63 दिएको छ, फाइन्ड द भ्यालु अफ एक्स भनेको छ। अब मेडियन दिएको छ भने अभियसली मेडियनबाटै स्टार्ट गर्नु पर्यो। मेडियन भनेको n+1/2 ts टर्म पोजिसनल भ्यालु हो मेडियन भनेको, त्यही भएर n+1/2 ts टर्म फर्मुला थाहा छैछ। अब मेडियनको भ्यालु छ 63। अब n भनेको यहाँ कतिवटा टर्म छ त काउन्ट गरौँ। 1 2 3 4 5 6 7 8 9 10 altogether 10 number of data are here. So 10 + 1/2 गर्ने, त्यो गर्दाखेरि 5.5 11/2 हुन्छ। त भनेको 5.5 भनेको 5.5 टर्म आउँछ। अब यो 5.5 आयो भने के गर्नु, जस्तो मानौँ यो 5th टर्म आएको थियो भने सिधै यहाँ काउन्ट गरेर 1 2 3 4 5 भनेर यसरी हामी 5 भनेर हामी त्यो टर्मलाई त्यो डाटालाई नै हामी मेडियन भन्थ्यौँ। 6 टर्म आएको थियो भने त्योभन्दा पछाडिकोलाई भन्थ्यौँ। तर 5.5 भनेको त 5 र 6 को बिचको, त्यही भएर यस्तो पोइन्टमा आयो भने के गरिन्छ भन्दाखेरि 5th टर्म 5.5 आयो भने 5th टर्म प्लस 6 टर्म/2 गर्नुपर्छ है। 3.5 आयो भने 3rd टर्म प्लस 4th टर्म/2। त्यस्तै 8.5 आयो भने 8th + 9th/2 हो। यसरी दुईटाको बिचको निकाल्ने हो। त्यही भएर 5.5 भनेको 5th टर्म प्लस 6th टर्म/2 हुन्छ। अब यहाँबाट हेरौँ 5th टर्म कुन हुन्छ, 1 2 3 4 5। 5th टर्म हुन्छ x र 6th टर्म हुन्छ x + 2। अब यसको भ्यालु राखिदिने मात्रै। अब ts टर्म लेख्नु पर्दैन, भ्यालु राखिसकेपछि 5th टर्म x छ, 6th टर्म x + 2 छ, अनि /2 गर्ने। पहिला क्रस मल्टिप्लाई गरेको छ, 2 त लगेँ मैले, मल्टिप्लाई गरेँ, अनि यहाँनिर x + x 2x भयो, अनि +2 एज इट इज छ, मल्टिप्लाई गर्दा 126 भयो, र यो +2 त -2 भयो, इक्वल्स टु 2x भयो। स्टिल मलाई x को भ्यालु चाहिएको छ। सो यो यताको सब्ट्र्याक्ट 126 - 2 गर्दाखेरि 124 भयो, र यो 2 यता आएर डिभाइड हुँदाखेरि /2 भयो, इक्वल्स टु x गर्दाखेरि अल्टिमेटली वी गट द भ्यालु अफ x 62 इयर्स आएछ। क्वेसनले इयर्स किन भनेको भन्दाखेरि यो डाटा इयर्समा छ, त्यही भएर 62 इयर्स लेखेको छ। दिस इज द भ्यालु अफ द x को भ्यालु पनि आयो। अब बाई वाट पर्सेन्टेज द एज अफ द इल्डेस्ट पर्सन मोर देन द्याट अफ द यङ्गेस्ट पर्सन भनेको छ। इल्डेस्ट पर्सनको एज चाहिँ यङ्गेस्टको भन्दा कति मोर छ भनेपछि त्यसलाई कति मोर भन्नलाई पर्सेन्टेज मोर, पर्सेन्टमा निकाल्नु भनेको छ। कति मात्रै मोर होइन, कति पर्सेन्ट मोर भनेको छ। त्यसमा कति मोर भन्नु पर्यो, 95 - 29, कतिको डिफ्रेन्स छ त्यही नै मोर भयो। अनि को भन्दा मोर भयो, 29 भन्दा मोर भयो नि त होइन। 95 र 29 कम्पेयर गर्दा 95 - 29 कति मोर भयो, तर को भन्दा मोर भयो त, 29 भन्दा मोर भयो नि त। हो, त्यो जुन भन्दा मोर हुन्छ त्यसलाई डिभाइडमा राख्नुपर्छ इन्टु 100%, र यसलाई सिम्पली क्यालकुलेटरमा क्यालकुलेट गर्न सकिहाल्छ। त्यो भनेको 227.58% हुन्छ। यसलाई कन्क्लुजन स्टेटमेन्ट लेख्न सकिहाल्छ। द एज अफ द इल्डेस्ट पर्सन इज 227.58% मोर देन द यङ्गेस्ट पर्सन भनिदिने क्वेसन नम्बर 2 को सोल्युसन पनि सिद्धियो। अब जान्छौँ हामी क्वेसन नम्बर 3 मा।
यहाँनिर भनेको रहेछ ए एन्ड बी इन्भेस्टेड इन अ फ्याक्ट्री इन द रेसियो अफ 3:5 इन्भेस्ट गरेका रहेछन्। अनि इफ ए हेज इन्भेस्टेड, अनि एले इन्भेस्ट गरेको एमाउन्ट दिएको छ भने टोटल इन्भेस्टमेन्ट कति थियो भनेर पत्ता लगा भनेको छ। पहिला सिम्पली यस्तो रेसियोहरू आयो भने यसलाई एमाउन्टमा कन्भर्ट गर्ने अथवा भ्यालुमा कन्भर्ट गर्ने बाई लेटिङ विथ द एक्स। 3:5 छ भने 3x एन्ड 5x भनेर हामी लेट गर्छौँ। तर के त ए को इन्भेस्टमेन्ट र बी को इन्भेस्टमेन्ट, त्यही भएर कसरी लेख्छौँ हामी, लेट द इन्भेस्टेड एमाउन्ट बाई ए बी 3x एन्ड बी बी 5x। 3:5 भएकोले गर्दा एले 3x इन्भेस्ट गर्यो, बीले 5x गर्यो भन्ने बुझौँ। बट वाट वी हेभ प्रोभाइडेड इज द्याट द, हामीसँग दिएको चाहिँ के छ त भन्दाखेरि इन्भेस्टेड एमाउन्ट बाई ए दिएको छ। यहाँनिर ए हेज इन्भेस्टेड 6 लाख भनेको छ। अब यो एले इन्भेस्ट गरेको एमाउन्ट 6 लाख दिएको छ, तर हामीले लेट गरेकोमा ए को त भ्यालु कति छ त 3x छ, हो कि न। ए को भ्यालु दिएको छ, हामीले लेट गरेकोमा 3x छ। त्यसको मतलब के भयो त 3x = 6 लाख हुने भयो, किनभने यो लेटबाट भयो, यो गिभन भ्यालु भयो। लेटमा हाम्रो 3x छ, यो गिभन भ्यालु 6 लाख छ। यसबाट x को भ्यालु आयो, द्याट इज इक्वल्स टु 2 लाख रुपिज 2 लाख। तर क्वेसनले त x को भ्यालु निकाल भनेको होइन, हामीले त x लेट गरेको कुरा, फाइन्ड द टोटल इन्भेस्टमेन्ट। अब टोटल इन्भेस्टमेन्ट भनेको चाहिँ के हो त, जम्मा कति लगाउने भयो भन्दाखेरि ए प्लस बी को इन्भेस्ट हेर्नु पऱ्यो। एले कति गरेको थियो त 3x गरेको थियो, यहाँ हामीले लेट गरेको छ 3x। बीले कति गरेको थियो त 5x, त्यही भएर टोटल कति भयो त 3x प्लस 5x गरेर कति भयो त 8x। र 8x भनेको 8 इन्टु x को भ्यालु, द्याट इज 2 लाख, द्याट इज इक्वल्स टु 16 लाख टोटल इन्भेस्टमेन्ट भएको रहेछ है त। यसरी ए नम्बरको एन्सर भयो। अब बी नम्बरमा जाउँ। नम्बरहरू प्रोपोर्सनल छ कि छैन भन्नको लागि सिम्पली प्रोडक्ट अफ एक्सट्रिम्स इक्वल्स टु प्रोडक्ट अफ मिन हुनुपर्छ भनेको फर्स्टको र लास्टको मल्टिप्लाई गर्ने, या 5 इन्टु 15 र बिचको दुईवटा मल्टिप्लाई गर्ने 8 र 10, 8 इन्टु 10। यसो गर्दाखेरि हाम्रो 75 = 80 आयो, विच इज नट ट्रु, फल्स आयो नि। रिजल्ट फल्स आयो भने दे आर नट इन प्रोपोर्सन भनेर लेखिदिने। सो 5, 8, 10, 15 आर नट इन प्रोपोर्सन। यो इक्वल आयो, ट्रु आयो भने चाहिँ दे आर इन प्रोपोर्सन भन्न मिल्छ है त। ल अब सी नम्बरमा जाउँ। राइट द इन्भेस्टमेन्ट अफ ए इन साइन्टिफिक नोटेसन भनेको छ। इन्भेस्टमेन्ट अफ ए कति थियो हाम्रो 6 लाख थियो, यसलाई साइन्टिफिक नोटेसनमा लेख्दाखेरि तिमीहरूलाई थाहा छ यो लास्टबाट पोइन्ट सिफ्ट गर्दै जानु पऱ्यो। 1 2 3 4 5 स्टेपमा आउँदाखेरि 6 पछाडि आउँछ। सो 6 इन्टु 10 6.000 हुन्थ्यो, त्यही भएर 0.000 नलेखेर 6 मात्रै लेखेको, इन्टु कति स्टेप आयो अरे 5 स्टेप अगाडि आयो, त्यही भएर 10⁵ इज द साइन्टिफिक नोटेसन। त्यस्तै अर्को क्वेसन छ, डिफ्रेन्स निकाल्नु पर्ने छ बाइनरी र क्वेनरी नम्बरको, अनि फेरि त्यसलाई बाइनरीमै कन्भर्ट गर्नु छ। त्यही भएर पहिला बाइनरीलाई डेसिमलमा कन्भर्ट गर्नु, डिफ्रेन्स निकाल्नको लागि डाइरेक्ट सब्ट्र्याक्सन गर्नु। डिफ्रेन्स भनेको सब्ट्र्याक्सन, डाइरेक्ट बाइनरी र क्वेनरीको सब्ट्र्याक्सन हुँदैन। सो त्यसलाई पहिला केमा चेन्ज गर्नु त डेसिमलमा। भनेपछि फर्स्टबाट हाम्रो आयो 13, सेकेन्डबाट हाम्रो आयो 14 र डिफ्रेन्स भनेको कति आयो त 1 को आयो। र यसलाई बाइनरीमा लेख्नु भनेको छ 1 आफैमा एउटा बाइनरी नम्बर हो। सो द्याट्स वाइ डाइरेक्टली इन बाइनरी नम्बर सिस्टम इज 1 अनि बेस 2 लेख्न चाहिँ नबिर्सिने बाइनरीमा। त्यही भएर है यसलाई कन्भर्ट गरिराख्नु परेन है। 1 यहाँनिरको फर्स्टकै हाम्रो के भन्छ 0 पछाडिको आउने 1 फर्स्ट बाइनरी नम्बर नै 1 हो, जुन चाहिँ डेसिमल र बाइनरी सेम हुन्छ होइन। 0 र 1 चाहिँ डेसिमल र बाइनरीमा सेम हुन्छ। अब 2 बाट 3 बाट हुँदै गएपछि चाहिँ बल्ल उता अर्कै हुन्छ, त्यसलाई चाहिँ हामी डिभाइड गरेर पनि हेर्थ्यौँ। अब यो 1 फर्स्ट डिजिट फर्स्ट नम्बरै अथवा सेकेन्ड नम्बरै 1 0 पछाडिको आउने 1 भएकोले गर्दाखेरि सेम हुने भएकोले गर्दा कन्भर्ट नगरिकन डाइरेक्ट हामीले बाइनरीमा पनि 1 बेस 2 लेखेका छौँ है त। अब जान्छौँ 4 नम्बरमा। Santosh buy the mobile phone at ₹80,000 and keeps the marked price of the mobile 20% above the cost price भनेको छ। भनेको उसले 80,000 मा किनेछ, अनि किनेको भन्दा 20% above चाहिँ मार्क द प्राइस अफ द मोबाइल 20% above द कस्ट प्राइस भनेको रहेछ है। उसले किनेछ 80,000 मा र उसले माग गरेर बेच्नलाई उसले चाहिँ 20% above प्राइस राखेछ क्या। भनेपछि किनेको 80,000, बेच्नु के अरे माग गरेको कति त 80,000 प्लस 20% अफ 80,000। किन भन्दा 80,000 मोर भने चाहिँ प्लस गर्नु पर्यो कस्टमा, 80 किनेको प्राइसमा कति प्लस गरेछ त 20% अफ 80,000। यसलाई क्यालकुलेट गरौँ। यसलाई क्यालकुलेट गर्दाखेरि आयो हाम्रो 96,000। भनेपछि उसले मार्क प्राइस म बेच्छु कतिमा बेच्छु भनेर सम्झेछ 96,000 मा बेच्छु भनेर सम्झेछ है। त्यो चाहिँ भयो मार्क प्राइस। तर इफ बिना के भन्यो, इफ यु सोल्ड द मोबाइल फोन आफ्टर अलाउइङ 10% डिस्काउन्ट, तर त्यसमा डिस्काउन्ट दियो। अब त्यो भने त्यो पैसा दिएन, त्यस कारण डिस्काउन्ट दियो 10%। अब डिस्काउन्ट दिइसकेपछि के आउँछ डिस्काउन्ट एमाउन्ट, डिस्काउन्ट पर्सेन्ट अफ एमपी र भ्यालु हामीसँग सबै छँदैछ। त्यसबाट कतिको डिस्काउन्ट आएछ 9,600 को डिस्काउन्ट आएछ। अब 96,000 भनेको चिजलाई
9600 डिस्काउन्ट दिएपछि के आउने त सेलिङ प्राइस कतिले आउने भयो एमपी माइनस डिस्काउन्ट गर्ने बित्तिकै हाम्रो कति आयो भ्यालु 86,400 आउँछ यहीँबाट भ्यालु राख्ने 86,400 इज आवर सेलिङ प्राइस अब यसले सेलिङ प्राइस सोधेको होइन रेसियो सोधिरहेको छ कसको मार्क प्राइस र सेलिङ प्राइसको भने चाहिँ हामीसँग अब दुइटै छ यहाँ मार्क प्राइस पनि छ सेलिङ प्राइस पनि छ मार्क प्राइस हाम्रो 96,000 थियो सेलिङ प्राइस थियो हाम्रो 86,400 र यसलाई क्यालकुलेटरमा चेक गर्न सकिहाल्छ यो काट्ने हैन क्यालकुलेटरमा चेक गर्दाखेरि ठ्याक्कै फ्र्याक्सनमा हाम्रो आइहाल्छ हेरौँ है त कति साह्रै हामीसँग 96,000 डिभाइडेड बाई 86,400 गर्दाखेरि कति आयो 10/9 र हो यसरी यसलाई हामी त्यही कुरालाई त्यहाँ लेखिदिन्छौँ 10/9 रेसियोमा लेख्दाखेरि 10:9 यसरी हामी 4 को बी पनि कम्प्लिट गर्यौं 5 नम्बरमा जाउँ Sima deposited rupees 5,000 for 3 years at 10% per annum and Rohit deposited rupees 4,000 for 4 years at the same rate of interest भनेको रहेछ भनेपछि यहाँ सिम्पली दुईजनाको कुरा दिएको छ तर फर्स्टमा क्वेसनमा चाहिँ के छ सिम्पल इन्ट्रेस्ट अन बाई रोहित भनेको छ भनेपछि रोहितको लागि मात्रै गर्नु पर्यो रोहितले कति डिपोजिट गरेको थियो भन्दाखेरि 4,000 त्यो प्रिन्सिपल भयो अनि कति टाइमको लागि 4 वर्षको लागि कुन रेटमा सेम रेट भनेपछि अगाडिको 10% युज गर्नु पर्यो राइट अनि यसबाट इन्ट्रेस्ट इक्वल्स टु वाट भनेको छ इन्ट्रेस्टको फर्मुला पिटिआर बाई 100 मा टक्क भ्यालु राख्ने बित्तिकै तिमीहरूले भ्यालु राख्न आइहाल्छ प्रब्लम छैन पिटिआर मा जस्ट माथिको भ्यालु रिप्लेस गर्ने कति आउँछ त 1600 चाहिँ के आयो त इन्ट्रेस्ट आयो देयरफोर द इन्ट्रेस्ट इज रुपीज 1600 भनेर ए नम्बरको एन्सर आयो रोहित अन रुपीज 1600 सिम्पल इन्ट्रेस्ट भन्न पनि सक्यो अब इफ रोहित हैज टु पे 5% इन्ट्रेस्ट ट्याक्स देन द फाइन्ड द इन्ट्रेस्ट रिसिभ बाई हिम भनेको छ अब यहाँनिर हामीलाई के दिएको छ भन्दाखेरि इन्ट्रेस्ट ट्याक्स है यहाँ ट्याक्स छुटेछ इन्ट्रेस्ट ट्याक्स चाहिँ हामीसँग कति छ भन्दाखेरि यहाँनिर हामीसँग इन्ट्रेस्ट ट्याक्स है त यहाँ इन्ट्रेस्ट यहाँ ट्याक्स छुटेछ इन्ट्रेस्ट ट्याक्स कति छ त 5% छ अरे राइट अब यो 5% मा ट्याक्स एमाउन्ट निकाल्नु पर्यो ट्याक्स 5% भएपछि ट्याक्स एमाउन्ट कति लाग्ने भयो त भन्दाखेरि 5% अफ इन्ट्रेस्ट त 1600 थियो हाम्रो राइट यो 1600 मा हाम्रो के भयो त भन्दाखेरि 5% भएकोले गर्दा 5/100 इन्टु 1600 भयो है त इन्ट्रेस्टमा 5% ट्याक्स लाग्यो भने चाहिँ रुपीज 80 रुपीज हाम्रो के भयो त ट्याक्स लाग्यो भने चाहिँ नेट इन्ट्रेस्ट कति आयो त भन्दाखेरि 1600 कमाउनु पर्ने थियो 1600 थियो त्यसमा 80 रुपीज गभर्नमेन्टलाई दिनु पर्यो ट्याक्स एमाउन्ट गभर्नमेन्टलाई दिनुपर्छ हो नेट इन्ट्रेस्ट इक्वल्स टु ट्याक्स एमाउन्ट सरी इन्ट्रेस्ट माइनस ट्याक्स एमाउन्ट गर्ने एन्ड द्याट इज 1520 हो यति पैसा चाहिँ उसले पाउनु पर्ने 1600 थियो ट्याक्स तिरेको थिएन भने ट्याक्स 80 रुपीज तिर्नु परेको कारणले गर्दा उसले उसको हातमा कति मात्रै आयो 1520 मात्रै आयो एन्ड दिस इज द इन्ट्रेस्ट रिसिभ बाई हिम इज रुपीज 1520 यसरी 5 नम्बरको बी नम्बर पनि कम्प्लिट भयो Now C number, if 15 orange cost rupees 90, 7 mangoes cost rupees 42, then what is the cost of 1 orange भनेको छ यहाँ पहिलो orange को लागि छ प्राइस अफ 15 orange छ क्वेशनले एउटाको सोधेको छ सिम्पल छँदैछ प्राइस अफ 1 orange भनेको 90/15 हुने भयो नि त 15 वटाको 90 पर्छ भने एउटाको 90/15 भनेपछि रुपीज 6 पर्यो 1 नम्बर सी नम्बरको एन्सर भइहाल्यो अब डी नम्बरको लागि प्रोपोर्सनल मेथडमा जाउँ मेन छन् हाम्रो 12 तिनीहरूलाई 10 डेज सम्म पुग्छ भने हाउ मेनी डेज विल द सेम प्रोभिजन बी इनफ फर 30 मिनट अब मिन चाहिँ 30 भएको भए कति दिन पुग्थ्यो भनेर चाहिँ हामीले एक्सलेट गरेका छौँ एन्ड दिस इज इन्डाइरेक्ट प्रोपोर्सन अभियसली किनभने मिन घट्यो भने के हुन्छ डेजहरू बढ्छ हैन थोरै जति थोरै मान्छे भयो त्यति धेरै दिन खाना पुग्यो खानेकुरा हैन त्यस्तै जति धेरै मान्छे भयो थोरै दिन खाना पुग्यो त्यही भएर इन्भर्स इन्डाइरेक्ट प्रोपोर्सन भयो र इन्डाइरेक्टमा के हुन्छ 12/30 हो भने यतापट्टिको उल्टो हुन्छ x/10 हुन्छ क्रस मल्टिप्लाई गरौँ 30 इन्टु x भयो यहाँबाट बुझि नै हाल्छ है 30 इन्टु यहाँनिर हामीसँग 30 इन्टु x छ अनि यो 12 इन्टु 10 120 डाइरेक्ट लेख्दा पनि हुन्छ 120/30 गर्दाखेरि कति भयो 4 डेज भनेपछि 30 जना मान्छे हुनु भने चाहिँ 4 दिन मात्रै पुग्ने रहेछ भनेर बुझ्नु पर्यो एन्ड यु क्यान राइट द कन्क्लुजन देयरफोर रिक्वायर्ड नम्बर अफ डेज इक्वल्स टु 4 or 4 days भनेर एन्सर लेख्ने है त ल नेक्स्टमा जाउँ 6 नम्बरमा छ द रेडियस अफ सर्कुलर पोन्ड इज 35 मिटर एन्ड देयर इज द पाथ 3.5 मिटर वाइड रनिङ आउटसाइड द पोन्ड भने एउटा पोखरी रहेछ त्यसको बाहिर वरिपरि चाहिँ एउटा बाटो बनाएको रहेछ क्या
अनि फाइन्ड द एरिया अफ द पाथ भनेको छ। अब यो कस्तो छ भने थोरै यो बुझ्यो भने हामीलाई सजिलो हुन्छ। त्यस कारणले गर्दा अलिकति मैले यहाँनिर यसलाई ड्र गरेँ थोरै बुझाउनलाई। कस्तो छ अरे भन्दाखेरि यस्तो खालको सर्कुलर पोन्ड छ अरे है, रफली बनाएँ मैले। अनि यसको बाहिर यसको सर्ट एन्ड रेडियस छ, यसको सर्ट एन्ड रेडियस छ, यसको कति छ हामीसँग रेडियस 35 छ। यो 35 यहाँनिर हामीलाई के दिएको छ त रेडियस दिएको छ 35 मिटरको। के छ अरे भन्दाखेरि हामीसँग यहाँ रेडियस भएको एउटा पोन्ड छ अरे। अब के छ अरे भन्दाखेरि यसको वरिपरि यसरी बाटो छ अरे क्या, वरिपरि सर्कुलर फर्ममै होइन, विथ सरी यो सर्कुलर फर्म है, यो मेरो एकदमै रफ आइरहेको छ यहाँनिर। यो वरिपरि यसको चाहिँ सर्कुलर फर्ममै के छ अरे भन्दाखेरि बाटो छ अरे। त्यो बाटो चाहिँ कति छ अरे 3.5 मिटर वाइड छ अरे भने क्या। भनेपछि यो बाहिरपट्टिको विथ यो पाथ चाहिँ यसको टोटल रेडियस कति हुन्छ होला भन्ने त भन्दाखेरि 35 प्लस यतापट्टिको कति छ अरे हाम्रो 3.5 होइन, 3.5 यो बाटोमा कति छ अरे यहाँनिर छ हाम्रो 3.5। भनेपछि टोटल कति हुने भयो त सो सबै यो बाहिरको सर्कलको लागि एरिया कति हुने भयो त सरी रेडियस कति हुने भयो 35 प्लस 3.5 हुने भयो। अब यो सानो सर्कलबाट सानो सर्कल चाहिँ ठुलो सर्कलको एरियाबाट माइनस गरिदियो भने के आउँछ त एरिया अफ द पाथ आउँछ। हामीलाई पो एरिया अफ पाथ भनेको त यो एरिया हो नि त होइन, यो एरिया यसरी यो पाथ यसको एरिया भनेको कति हुने भयो त भन्दाखेरि यो पाथको एरिया भनेको यो बाहिरपट्टिको ठुलो सर्कल माइनस भित्रपट्टिको सानो सर्कल गरेपछि एरिया अफ पाथ आउँछ। ओके, भनेपछि एरिया अफ द पोन्ड पहिला निकालौँ। पोन्ड भनेको पाई आर स्क्वायर, पाई भनेको 22/7, आर यसको 35 छँदैछ अनि यसबाट एन्सर आयो 3850। त्यस्तै एरिया अफ द पोन्ड इन्क्लुडिङ पाथ, अब यो पोन्ड पाथ सहितको चाहिँ के हुन्छ त पाई आर स्क्वायर, मैले क्यापिटल आर लेखेको छु किनभने यो अर्को ठुलो रेडियस हामीसँग आउँछ। त्यो ठुलो रेडियस भनेको कति आउँछ त 35 प्लस 3.5 है। यो 35 मा त 3.5 यो बाटोको भाग बढ्यो नि त 3.5 हो, त्यही भएर 35 प्लस 3.5 भयो। यसबाट क्यालकुलेटरमा गर्ने आइहाल्छ 4658.5 मिटर स्क्वायर। अब यो दुईटा इन्क्लुडिङ पाथ यो ठुलो सर्कलको एरियाबाट सानो सर्कलको एरिया माइनस गर्यो भने के आउँछ एरिया अफ द पाथ आउँछ 4658.5 माइनस 3850 गरिदिने एन्ड द्याट्स आवर एन्सर 808.5 मिटर स्क्वायर इज द एरिया अफ द पाथ। यसरी एरिया अफ द पाथ निकाल्ने त कहिलेकाहीँ यसरी एउटा सर्कलको बाहिर अर्को सर्कल ड्र गरेर बनाएको कन्सेप्ट आउँछ। यो ड्र गरेर राख्नु पर्दैन, रफली मैले बुझाउनलाई गरेको। यति एन्सर लेख्दा हुन्छ है त। ल अब बी नम्बरमा काइटको फर्मुला लेख्नु भनेको रहेछ। यो फर्मुला तिमीहरूले पढ्नै पऱ्यो है, हाफ d1 इन्टु d2 हुन्छ अनि सिएम पनि दिएको कारणले गर्दा सिएम स्क्वायर पनि लेख्नै पऱ्यो। सी नम्बरमा के भनेको छ भन्दाखेरि यसलाई अलिकति रफ गरौँ ल, डिस्टर्ब गर्छ जस्तो छ, क्लियर गर्ने के छ ल यहाँ के भनेको रहेछ भन्दाखेरि नि फाइन्ड द एरिया अफ द स्क्वायर हुज लेन्थ अफ द इच साइड इज इक्वल टु द डायमिटर अफ द पोन्ड। यस्तो एउटा स्क्वायरको एरिया निकाल्नु पर्छ जसको लेन्थ चाहिँ डायमिटरसँग इक्वल छ। अब हामीले यहाँ धेरैजना तिमीहरूले मिस्टेक गर्ने चान्स कहाँ छ भन्दाखेरि यहाँनिर 35 रेडियस दिएको हुन्छ अनि त्यही रेडियसलाई नै लेन्थ मानेर गरिरहेको हुनसक्छ। बी केयरफुल है, यहाँ डायमिटर अफ द पोन्ड भनेको छ, डायमिटर इज द डबल अफ द रेडियस, त्यही भएर 2 × 35 गर्दाखेरि हामीसँग कति आयो 70 मिटर लेन्थ आयो। र एरिया अफ स्क्वायरको फर्मुला हामीले थाहा छ एल स्क्वायर, एल भनेको हाम्रो 70 आयो त्यही भएर 70 × 70 भयो, एल स्क्वायर भनेको एल इन्टु एल गर्दा 4900 मिटर स्क्वायर आयो। दिस इज द एरिया अफ द स्क्वायर। सिमिलर डीमा भनेको छ 50% अफ द डिफरेन्स अफ एरिया अफ स्क्वायर एन्ड एरिया अफ पाथ भनेको छ। पहिला डिफरेन्स निकाल्नु एरिया अफ स्क्वायरको 4900 र एरिया अफ पाथको अघि हामीले निकालेको छ 808.5। यो सबट्र्याक्ट गर्ने बित्तिकै डिफरेन्स त आयो, तर यो डिफरेन्सको पनि 50% भ्यालु निकाल्नु भनेको छ। त्यही भएर 50% अफ द डिफरेन्स भनेको 50/100 इन्टु यो भ्यालु भइहाल्यो होइन, यो डिफरेन्सको भ्यालु भयो एन्ड द्याट इज द रिक्वायर्ड एन्सर 2045.75 मिटर स्क्वायर भनेर यसरी एन्सर निकाल्ने। यतिपछि 6 नम्बर पनि सक्यो। अब 7 नम्बरमा जाउँ। फर वाट एक्सपोनेन्ट अफ 2m विल बी इक्वल टु 1 भनेको छ। 2m को पावर, एक्सपोनेन्ट भनेको पावर भयो, एक्सपोनेन्ट भन्ने वर्ड युज गरेर चाहिँ एक्सपोनेन्ट भनेको पावर भयो। 2m को पावर कति भयो भने 1 हुन्छ भनेको छ। 2m को पावर 0 हो भने समथिङको पावर 0 हो भने 1 हुन्छ। अब अर्को सिम्प्लिफिकेसन छ, यहाँ 0 एक्सपोनेन्ट अफ द 2m विल बी इक्वल टु 1 लेखेको छ। अब अर्को सिम्प्लिफिकेसन चाहिँ यहाँनिर अब यसको पहिला भ्यालुहरू सर्ट राखौँ अनि त्यस पछाडि गरिदिन्छौँ। जस्तै एक्स बार 0 भनेको 1 हुन्छ, एक्स बार माइनस ए माथि गयो भने प्लस ए हुन्छ, 16/4 भनेको यो 4 हुने भयो होइन, अनि यो पनि सी पनि माथि गएर माइनस सी हुन्छ हो। यस्तो कुराहरू बनाऊँ पहिला। एक्स टु द पावर माइनस ए माथि गएर एक्स टु द पावर ए भयो, एक्स पावर 0 भनेको 1 भयो अनि यहाँ डिभाइड भएर 4 भयो, एक्स पावर सी माथि जाँदा के भयो माइनस सी भयो, बी माइनस ए छँदैछ।
ल यसरी भ्यालु राख्ने बित्तिकै यो 1 को भ्यालु राख्नु पर्दैन, पावरले पावर मल्टिप्लाई हुन्छ। a इन्टु b ab, a इन्टु c ac, b इन्टु ab, b इन्टु c bc हुनुपर्ने रहेछ, यहाँ ac लेखिएछ क्या हो है, यहाँ त गडबड गरिएछ। ठिक छ, यसलाई करेक्सन गरौँ थोरै। यहाँनिर हाम्रो b इन्टु c bc है, भनेपछि यहाँनिर सरी जस्ट सेकेन्ड, करेक्सन गरौँ भनेको के भयो, यहाँनिर b है त हाम्रो, ल bc हैन, 4 क्यान्सल भइहाल्यो, यो 4 र 4 क्यान्सल भइहाल्छ। b इन्टु a ab भयो, b इन्टु c bc भयो। त्यस्तै माइनस c इन्टु b भनेको माइनस bc भयो भने माइनस माइनस प्लस a इन्टु c ac भयो। अब यहाँ के भयो, ab माइनस ac प्लस ab माइनस bc है, यहाँ पनि फेरि यहाँ पनि ac नै भएको रहेछ, यो b नै भयो, यहाँ पनि यो bc भयो। अब काटिन्छ के काटिन्छ भन्दाखेरि जस्तो ab र ab काटिएन, प्लस ab हो, माइनस ac र प्लस ac काट्यो, माइनस bc माइनस bc दुईटा माइनस bc रह्यो नि त। भनेपछि अब हाम्रो एन्सर के हुने भयो भन्दाखेरि x को पावर ab प्लस ab ले 2ab भयो, अनि माइनस bc माइनस bc ले माइनस 2bc पनि हुन्छ है। यहाँनिर अलिकति थपौँ, माइनस 2 bc पनि हुने भयो हाम्रो एन्सर हैन त, 2ab माइनस 2bc भयो, नत्र यो जेनरली क्यान्सल हुन्थ्यो। क्वेसन हामीले राइटै सारी होला, x टु द पावर यहाँ ए छ कि माइनस ए, यहाँ अलिकति क्लियर भएन, तिमीहरूकोमा यो अरू नै छ भने यसमा एकचोटि राम्रोसँग हेरेर साइन रुल, त्यो एन्सरको अल्जेब्राको साइन रुलहरू युज गरेर मल्टिप्लाई गर्नु, अनि त्यो एन्सरको एन्सर आउँछ है त। यो माइनस ए मैले यहाँ मानिरहेको छु, यो प्लस ए भयो भने माथि जाँदा माइनस ए हुन्छ, त्यो एन्सरले क्यालकुलेसन चेक गर्नु है त। ल अरू समग्रमा ठिकै नै छ होला, यो सी माथि जाँदा माइनस सी हुन्छ है। यहाँनिर बी मैले अलिक क्विक गरेको कारणले गर्दाखेरि अलि डिटेलमा राम्रोसँग यसलाई क्रस चेक गर्न पाइनँ है। अहिलेलाई हामीसँग यो जति डाटा छ यो डाटा अनुसारले यो एन्सर मैले निकालिदिएको छु। तिमीहरूले एकचोटि आफ्नो क्वेसन बुकको क्वेसन हेरेर मोडल सेटको क्वेसनहरू हेरेर यही प्याटर्न फलो गर्ने है त। ल अब हामी जान्छौँ नेक्स्ट क्वेसनमा। अहिले यति भयो, यसलाई कपी गरिराख्ने, एकचोटि क्रस चेक गर्ने। यहाँ मेरो क्वेसन यहाँ प्रिन्ट भएको क्वेसन क्लियर नभएको कारणले गर्दाखेरि पनि यहाँ अलिकति हाम्रो एन्सर यहाँ बुकले दिएको एन्सर 1 चाहिँ आइरहेको छैन। यो क्वेसन एन्सर यति एन्सर चाहिँ हाम्रो एकदम ठिक छ है त। ल अब जाउँ हामी नेक्स्ट क्वेसनमा। नेक्स्ट क्वेसन छ 8 नम्बरमा, सिम्प्लिफाई एक्स स्क्वायर बाई एक्स प्लस वाई माइनस वाई स्क्वायर बाई एक्स प्लस वाई छ। अब यसको सिम्प्लिफिकेसन सिम्पली यो त डिनोमिनेटरमा सेम भयो, डिनोमिनेटर सेम भएपछि कपी गर्ने हो र माथिको एज इट इज कपी गर्ने हो, एक्स स्क्वायर माइनस वाई स्क्वायर गर्ने, तलपट्टि एक्स प्लस वाई एउटा मात्रै भयो। अब एक्स स्क्वायर माइनस वाई स्क्वायर भनेको एक्स प्लस वाई, एक्स माइनस वाई भयो, तलपट्टि एक्स प्लस वाई छँदैछ, यो दुईटा क्यान्सल गर्ने र एक्स माइनस वाई इज योर एन्सर, यति गर्ने। त्यस्तै बी नम्बरमा छ एचसेप भनेको छ, मैले फर्स्ट एक्सप्रेसन हेर्नु पऱ्यो। फर्स्ट एक्सप्रेसन हेर्ने बित्तिकै ए स्क्वायर माइनस बी स्क्वायर बनाउन सकिन्छ, त्यो भनेको एक्स प्लस फोर एक्स माइनस फोर भयो। अनि सेकेन्ड एक्सप्रेसन हेर्ने भने स्प्लिटिङ मिडल टर्म जस्तो छ, तर त्योभन्दा अगाडि 2 कमन आउँछ, अनि कमन आइसकेपछि बाँकी रहेकोमा स्प्लिटिङ मिडल टर्म गर्ने, कमनहरू लिने, त्यहाँबाट के भन्छ त 2 टाइम्स एक्स माइनस फोर टाइम्स एक्स प्लस 2 हुन्छ, र एचसेप भनेको कमन हो, दुइटैमा सेम के छ एक्स माइनस फोर छ, सो आवर एचसेप इज एक्स माइनस फोर। ल क्वेसन नम्बर 9 मा जाउँ। 9 मा के भनेको रहेछ भने तीनटा इक्वेसन दिएको रहेछ हामीलाई पहिला है, एन्ड राइट द नम्बर अफ पोसिबल रुट्स अफ इक्वेसन 1 भनेको रहेछ। इक्वेसन 1 हेर्ने भने यो क्वाड्रेटिक इक्वेसन हो, एक्स स्क्वायर छ नि त हैन, यो क्वाड्रेटिक इक्वेसनको हो। क्वाड्रेटिक इक्वेसनको रुट भनेको पोसिबल भ्यालुज अफ एक्स भनेको हो, एक्सको कतिवटा भ्यालु आउँछ भनेको छ। क्वाड्रेटिक इक्वेसनमा एक्सको दुईटा भ्यालु आउँछ, सो पोसिबल नम्बर अफ रुट्स इज 2 बिकज इट इज क्वाड्रेटिक इक्वेसन भनेर पनि यहाँ लेखेको छु। त्यस पछाडि बाँकी रहेको त यो 3 र 4 लाई, यो दुईटा सिमल्टेनियस इक्वेसनलाई सल्भ गर ग्राफिकल मेथडबाट भनेको छ। त्यसको लागि तिमीहरूलाई टेक्निक थाहा छैछ। पहिला हामी एउटा इक्वेसन लिन्छौँ, त्यसबाट वाई मात्रै एलोन बनाउन खोज्छौँ, पोजिटिभ पनि बनाउन खोज्छौँ,
2y यहाँ प्लस छ अलरेडी, त्यही भएर एक्सलाई उता लगेको, अनि y मात्रै राख्ने भने 2 उता गएर डिभाइड पनि हुन्छ, 8 - x/2 भयो। अनि यति भइसकेपछि भ्यालुहरू ऱ्यान्डमली आफै चुज गरेर भ्यालु राख्ने, जस्तै x को ठाउँमा 2 राख्दाखेरि 8 - 2 6 भयो, 6/2 भनेको 3 भयो, x को ठाउँमा 4 राख्दा 8 - 4/2 भनेको 4/2 भनेको 2 भयो, 8 - 6 भनेको 2, 2/2 भनेको 1 भयो। हो यसरी भ्यालुजहरू राख्ने, जस्तो अड आउने के भन्छ डेसिमलमा आउने खालको भ्यालु चाहिँ नराख्ने, जस्तै 1 राख्यो भने 8 - 1 7 हुन्छ, 7/2 त 3.5 डेसिमलमा आउँछ, त्यस्तो भ्यालुहरू चाहिँ नलिने है त। जसले होल नम्बर दिन्छ अथवा इन्टिजर दिन्छ त्यसले मात्रै त्यस्तो भ्यालु मात्रै लिने। अब अर्को चाहिँ x + y = 5 छ, यसमा y मात्रै राख्ने भने x उता जाने भयो, यो त धेरै सजिलो भइहाल्यो, यसमा त ऱ्यान्डमली जति मन लाग्छ त्यसरी भ्यालु आफै राख्न मिलिहाल्छ है। अनि क्रस चेक गर्ने र यसलाई के गर्ने ग्राफमा प्लट गर्ने, यी सबै पोइन्टलाई प्लट गरेर र प्लट गरिसकेपछि के हेर्ने इन्टरसेक्टिङ पोइन्ट, र क्वेसनले के निकाल्नु भनेको छ पोइन्ट अफ इन्टरसेक्सन नै मात्रै पनि भनेको छ, x र y को भ्यालु पनि भनेको छैन। सो पोइन्ट अफ इन्टरसेक्सन इज कहाँ काट्यो 2,3 मा, त्यही भएर पोइन्ट अफ इन्टरसेक्सन इज 2,3 भनिदिने, यो पनि सक्यो। क्वेसन नम्बर 10 मा जाउँ। क्वेसन नम्बर 10 मा के दिएको छ, यो फिगर दिएको छ र यसबाट x र y को भ्यालु निकाल्नु भनेको छ। हेर्दा y को भ्यालु कति छ, y र 60 यो के छ f सेपमा छ, करेस्पोन्डिङ एंगल भएर, अनि फेरि 4x र y पनि केमा छ f सेपमै छ, यो पनि करेस्पोन्डिङ भयो। यसै दुईटा करेस्पोन्डिङको भ्यालु छ, पहिला y निकाल्न सक्यो 60 डिग्री बिङ करेस्पोन्डिङ एंगल, र अर्को 4x पनि y सँग इक्वल भयो करेस्पोन्डिङ भएर, y को भ्यालु हामीलाई अलरेडी थाहा छ 60 माथिबाट, अनि 4 उता गरेर डिभाइड भयो भनेपछि x = कति आयो 15 आयो। यसरी x र y को भ्यालु ए नम्बरबाट आयो। अब बी नम्बरमा कन्स्ट्रक्सन छ, अहिले कन्स्ट्रक्सनलाई मैले स्किप गरेँ र सी नम्बरमा जाउँ। सी नम्बरमा के छ भन्दाखेरि फाइन्ड द भ्यालु अफ x एन्ड y फ्रम द गिवन पोलिनोमियल भन्छ, प्याराग्राम दिएको छ। प्याराग्राममा यो दुईटा जुन x वाला टर्महरू छ यिनीहरू कस्तो एंगल हो त को इन्टेरियर एंगल, यस्तो सी सेप देख्न सक्छ हैन, यो दुईटा एंगलको लागि यो दुईटा एंगललाई मात्रै फोकस गर्ने त हो। अनि को इन्टेरियर एंगलको सम कति डिग्री हुन्छ त 180 डिग्री हुन्छ, भनेपछि 5x + 5 + 4x - 5 = 180 डिग्री, प्लस 5 र -5 क्यान्सल, 9x = 180, x = 20 भनेको छ, र x को भ्यालु त आयो। y निकाल्नको लागि y र 4x - 5 के हुन्छ अपोजिट एंगल अफ प्याराग्राम, र अपोजिट एंगल अफ प्याराग्राम के हुन्छ त इक्वल हुन्छ, y = 4x - 5 बिङ अपोजिट एंगल अफ प्याराग्राम भन्ने, अनि x को ठाउँमा 20 राख्ने, क्याल्कुलेसन गर्दा 75 डिग्री आयो। सो दिज आर द values of x and y from question number C बाट भयो है त। अब हामी जान्छौँ 11 नम्बरमा, राइट द रिलेसनशिप बिट्विन द रेगुलर पोलिगन एन्ड द रेगुलर टेस्लेसन भनेको छ। द रिलेसन इज कम्बिनेसन अफ रेगुलर पोलिगन्स फर्म्स रेगुलर टेस्लेसन। रेगुलर पोलिगन्सहरूको कम्बिनेसन भनेकै रेगुलर टेस्लेसन हो, यसरी रिलेसन लेख्न मिल्यो। अनि बाई वाट पर्सेन्टेज द नम्बर अफ फेसेस अफ सिलिन्डर इज ग्रेटर देन द नम्बर अफ फेसेस अफ कोन भनेको छ। अब सिलिन्डरको फेसेसहरू भनेको 3टा हुन्छ, सिमिलरली कोनको फेसेसहरू भनेको 2टा हुन्छ, अनि पर्सेन्टेज मोर भनेको चाहिँ कति मोर छ भन्दा 3 - 2 गर्नु पर्यो, र को भन्दा मोर 2 भन्दा मोर इन्टु 100% गर्दाखेरि कति आयो हाम्रो 50% आयो। सो द नम्बर अफ फेसेस अफ सिलिन्डर इज 50% ग्रेटर देन द नम्बर अफ फेसेस अफ कोन भनेर भन्न सक्यो है त। फेसेस भन्नाले वरिपरिको सर्फेस भन्ने बुझिन्छ। सिलिन्डरमा के हुन्छ त दुईतिर तिमीहरूको सर्कुलर फेस हुन्छ भने बिचमा चाहिँ कर्भ सर्फेस हुन्छ नि त, हो त्यो पनि एउटा फेस मानिन्छ। यसरी 3टा फेस हो भने कोनमा चाहिँ जस्तो तिमीहरूले त्यो बर्थडेहरूमा लगाएको क्याप त हुन्छ नि चुच्चो परेको त्यो कोन सेपको हैन, त्यसको तलपट्टि सर्कुलर बेस हुन्छ, एउटा सर्कुलर फेस भयो, अर्को कर्भ सर्फेस हुन्छ, वरिपरि घुमेको सर्फेस हुन्छ, हो यसरी 2टा फेसेसहरू हुन्छ भनेर मानिन्छ है त। अनि बाँकी रहेको त पर्सेन्टेज मोर निकाल्ने टेक्निक अर्को अगाडिको एउटा क्वेसनमा पनि हामीले गरेका थियौँ, कति मोर को भन्दा डिभाइड बाई को भन्दा मोर इन्टु 100% गर्ने भइहाल्छ। 12 नम्बर के भन्छ, राइट डाउन द बियरिङ। बियरिङ भनेको जहिले पनि नर्थबाट क्लकवाइज डिरेक्सनमा एंगल हेर्ने भनेको छ। यहाँ ठ्याक्कै नर्थबाट क्लकवाइजमा 70 छ, अनि डाइरेक्टली यसको बियरिङ लेख्न सकिहाल्यो, 070 डिग्री ट्रिपल डिजिटमा लेखिन्छ 070 डिग्री। कति छ अहिले 1 मार्क्सलाई है, यहाँबाट हेर्ने 70 डिग्री क्लकवाइजमै छ नर्थबाट, त्यही भएर 070 डिग्री इज द बियरिङ। अब यो अर्को छ ग्राफको कुरा, अहिले नगरौँ। त्यस पछाडि यो सी नम्बरमा छ कोअर्डिनेट अन एक्स एक्सिस। एक्स एक्सिसको कोअर्डिनेट निकाल्नु पर्यो, जसको डिस्टेन्स चाहिँ 5 युनिट्स फ्रम द पोइन्ट 5,4 भनेको छ। अब एक्स एक्सिसको कोअर्डिनेट लेट गर्ने तरिका के छ भन्दाखेरि एक्स एक्सिसमा जहिले पनि एक्स को भ्यालु हुन्छ, वाई को भ्यालु हुँदैन, त्यही भएर लेट द पोइन्ट अन एक्स एक्सिस बी a,0 भनेर लेट गर्ने चलन छ। अब त्यसपछि डिस्टेन्स बिट्विन 5,4 एन्ड a,0 इज 5 युनिट।
युजिङ डिस्टेन्स फर्मुला अर्थात d इक्वल्स टु x2 - x1 होल स्क्वायर प्लस y2 - y1 होल स्क्वायर गर्दाखेरि d भनेको 5 भयो। अब यसले सुरुको लागि x1 y1 यसलाई x2 y2 मान्ने आफै कम्पेयर गर्ने थाहा भइहाल्छ x2 मा के राख्नु पर्ने रहेछ भनेर हैन। यसलाई x1 y1 x2 y2 मानौँ भने x2 मा कति a x1 मा कति 5 भनेपछि a - 5 त्यस्तै y1 मा 0 y2 मा 4 भनेपछि 0 - 4 होल स्क्वायर गर्दा भइहाल्यो। अब यो स्क्वायर रुट यसको सल्भ गर्ने तरिका डिफ्रेन्ट हुनसक्छ। यो मलाई चाहिँ यो पर्सनली यो टेक्निक ठिक लाग्छ। सो यु जस्ट क्यान फलो दिस टेक्निक। यो रुटलाई यता लाने स्क्वायर बन्छ है। बाँकी भित्र यहाँ a - 5 को होल स्क्वायर प्लस 16 छँदैछ। अब फेरि यो प्लस 16 यता धेरै भयो यता लगाउँ सबट्र्याक्ट गर्दाखेरि कति आयो त 9 आउँछ है। 9 इक्वल्स टु a - 5 को होल स्क्वायर हुन्छ। अब यो स्क्वायर यता जाँदा फेरि रुट हुन्छ। यसमा a - 5 मा स्क्वायर छ नि त यो स्क्वायर यता जाँदा रुट हुन्छ तर स्क्वायर रुट हुँदाखेरि अगाडि प्लस माइनस टर्म थपिन्छ। सो a - 5 इक्वल्स टु के भयो त प्लस माइनस 3 भयो। अब प्लस माइनस 3 भएपछि दुई तरिकाले गर्नुपर्छ एउटा टेकिङ पोजिटिभ एउटा टेकिङ नेगेटिभ। पोजिटिभ लिएर एउटा भ्यालु निकाल्ने नेगेटिभ लिएर एउटा भ्यालु निकाल्ने। पोजिटिभ लिँदाखेरि 3 को अगाडिको प्लस माइनस को गरिँदैछ है। 3 को अगाडिको प्लस लिने कि माइनस लिने भनेर दुईटा अप्सन लिनुपर्छ। प्लस लिँदाखेरि 3 इक्वल्स टु a - 5 र माइनस लिँदाखेरि -3 इक्वल्स टु a - 5 र यहाँबाट a को भ्यालु क्यालकुलेसन गर्ने -5 यता आयो यसको पनि -5 यता आयो a को भ्यालु कति आयो त एउटा 8 आयो एउटा 2 आयो। सो अल्टिमेटली वी गट द भ्यालु अफ a त भेट्यो तर क्वेसनले के सोध्यो त कोअर्डिनेट्स। कोअर्डिनेट्स त a, 0 सो द रिक्वायर्ड कोअर्डिनेट्स इज 8, 0 a, 0 हो नि त a को ठाउँमा 8 आयो नि त 8, 0 और अर्को पनि भ्यालु आएकोले गर्दा 2, 0 a को भ्यालु 2 पनि हुन सक्ने रहेछ। त्यो भएर चाहिँ 2, 0 पनि हाम्रो के भयो रिक्वायर्ड कोअर्डिनेट भयो। यसरी हामीले यसमा 12 नम्बरसम्मै सक्यौँ हामीले सेट कति सक्यौँ हामीले सेट 8 राइट। ल अहिलेलाई यो भिडियोमा यति नै बाँकी रहेको नेक्स्ट भिडियोमा हेरौँ है त।